हेलो ब्युटिफुल पिपल, आज चाहिँ हामी साग टिप्न जाँदैछौँ। साग चाहिँ सिम साग, यो चाहिँ एकदमै त्यो होलीमा पाउँछ बाटोको छेउछेउमा। अनि एकदमै विन्टर पनि लागिसकेको छ, हिउँ पर्न पनि हिजो आजदेखि त अलिअलि सुरु गरिसकेको छ र विन्टर सुरु भएपछि त पछाडि त्यहाँ त्यो पाउँदैन। अनि त्यो सिम साग चाहिँ बजारमा किन्नु भने सानो मुठाको पनि $1.5 $2 पर्छ। तर त्यहाँ मजाले अस्ति हामीले देखेको थियौँ, एकचोटि टिपेर ल्याएर हामीले खाएको पनि थियो। फेरि अब यो लास्ट चोटि बिफोर विन्टर जाउँ भनेर हामी त्यहाँ जान लागेको र तपाईँहरूलाई त्यहाँ कस्तो रहेछ हामी त्यो पनि देखाउनेछौँ। सो स्टे ट्युन विथ अस। सो हामी आइपुग्यौँ यहाँनिर यो होलीमा। सागहरू त तर यहाँ सबै चिसोले पाकिसकेको रहेछ। खोइ कक्री गएको छौ चिसोले। यो चाहिँ सिम सागहरू है मित्र। खै चिसो न चिसो के गर्नु कोही पनि त अलिक तल गएर हेर्ने अर्को। सो यहाँ अलिक तर सिम साग त्यस्तै हुन्छ कालो कालो कति। ओके, सो वी केम टु डिफ्रेन्ट स्पट। अहिलेकोदेखि चाहिँ अर्कै ठाउँमा। सो अलिकति यहाँ चाहिँ राम्रो रहेछ, तर यो चिसोले गर्दाखेरि सबै ओइलिसकेको छ, लालागुलुक भइसकेको छ। बट आई थिङ्क इट्स स्टिल गुड। Doesn't look nice, but Look, it's fresh. yeah, it is fresh. तर अलिक यसपालिको चाहिँ घस एउटा छ, अस्तिको चाहिँ सफा थियो कि। यो चाहिँ यो अलिक बाढी आएछ नि त। भरिहाल्यो, अर्को पनि झोला ल्याउनु पर्छ। बाजेले भाउ त्यो भन्दै किन लानु नि अब। राख्ने ठाउँ छैन, बेसी नल्याउनु भन्नुभयो। हेर्नु यत्रो धेरै छ।
ल है अब जाउँ है भारी पुग्यो दुईटा ब्याग चाहिँ फुल भयो साथी हो यहाँ यो एउटा अझै छ यहाँ कति र हाम्रो लागि भारी पुगेछ यहाँ अर्को अब ब्याग अर्को वर्ष भरेको छ अब यो यसपालिको अन्तिम यही। वर्षको लागि यही नै अन्तिम किनभने नेक्स्ट विकदेखि हिउँ आउँछ यो वर्षको लागि हाम्रो सिमसाक अन्तिम पुग्यो वर्ष अन्तिम भयो भयो छोड्नै मन परेन त हौ ल जाउँ साँच्ची खिचौँ भारी पुगेको अवस्था तान्नु मलाई सो हामीले दुई ब्याग चाहिँ फुल गऱ्यौँ अझै स्टिल थियो तर वी डोन्ट वान्ट टु टेक मोर सो द्याट्स मोर देन इनफ फर अस यो वर्षको लागि अन्तिम सिमसाक हामीले टिप्यो अब अर्को हप्तादेखि जाडो सुरु हुँदैछ जाडो त सुरु भइसकेको छ हामी स्नो आउँदैछ यस कारणले गर्दाखेरि यो नै अन्तिम होला अहिलेसम्म हामीलाई हेरेर साथ दिनुभएको लागि यहाँ सबैजनालाई धन्यवाद यदि तपाईँहरू हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ र पहिलोचोटि भिजिट गर्नुभएको छ भने हाम्रो च्यानललाई लाइक अनि सब्सक्राइब गरेर साथ दिन सक्नुहुनेछ अझै एक्साइटिङ न्यू ब्लगहरूको लागि चाहिँ यहाँहरूले हामीसँग जोडिराख्नु भएको होस् हामी तपाईँहरूको माझमा नयाँ नयाँ ब्लगहरू लिएर आउने नै छौँ र हामी चाहिँ क्यानाडाबाट हो र क्यानाडाको हाम्रो ठाउँ हाम्रो सहर वरिपरिको केही रमाइलो कुरोहरू चाहिँ तपाईँहरूको माझमा हामी विकली बेसिसमा लिएर आइरहने छौँ तबसम्म स्टे ट्युन एन्ड स्टिक अराउन्ड थ्याङ्क यू बाई बाई If you like our videos, don't forget to subscribe and press the bell icon for notification of new videos.